थ्याङ्क यू सो मच दाजु, थ्याङ्क यू सो मच। के छ भाइ, व्यापार राम्रो भयो नि? तिमी बेचौ अनि म तिम्रो पानी किनेर खाइदिन्छु। हे गाइज, वेलकम ब्याक टु माई न्यू एनदर ब्लग। सो म चाहिँ अब यो पानी किनेर यहाँनिर पसलमा पानी किनिसकेको छु र यो पानी लगेर चाहिँ पब्लिकमा जाँदैछु बेच्नको लागि। सो के कस्तो हुन्छ तपाईँहरूले चाहिँ हेर्दै गर्नु होला। सो रियाक्सन हेरौँ पब्लिकको होइन। सो अब म चाहिँ पानी बेच्न जाँदैछु, के कस्तो हुन्छ। पानी आयो, पानी ल, पानी आयो, पानी दिदी ल, पानी आयो, पानी। दाजु पानी पिउनुहुन्छ र पानी लिनुहुन्छ? थ्याङ्क यू। हेलो, पानी पिउनुहुन्छ दाजु? थ्याङ्क यू। पानी लिनुहुन्छ? थ्याङ्क यू। के हो, कसैले पनि नलिने हो क्या? पानी लिनुहुन्छ दाजु? पानी लिनुहुन्छ? थ्याङ्क यू। पानी लिनुहुन्छ? थ्याङ्क यू। पानी लिनुहुन्छ? लिनुहुन्छ पानी? थ्याङ्क यू। पानी लिनुहुन्छ? ए थ्याङ्क यू। पानी लिनुहुन्छ दिदी? हजुर, पानी पनि बेच्ने हो, भिडियो पनि त्यस्तै त्यस्तै है दिदी? आमा, त्यो भिडियो भाइरल गर्न खोजेको होइन नि त। अब आफ्नो पनि पेट पाल्नु पऱ्यो नि त दिदी, होइन र? पेट पनि पाल्नु पऱ्यो, गाह्रो छ नि त। घर फ्यामिली हेर्नु पऱ्यो, त्यो पनि हो। तर भाइरल भएर के गर्नु, पैसा आउँदैन दिदी। हजुर, निर्मल ब्लग। हजुर हजुर हजुर, निर्मल ब्लग छ दिदी। हजुर, ए हस् दिदी। त बसमा सर र के गर्नु, यस्तै कोही बसमा सर र कोही बाइकमा सर र हामी चाहिँ। हेलो दाजु, नमस्कार। पानी लिनुहुन्छ? थ्याङ्क यू। कति लिनुहुन्छ एउटा? थ्याङ्क यू सो मच दाजु। 20 रुपियाँ। थ्याङ्क यू सो मच दाजु, थ्याङ्क यू सो मच। गाइस देख्न सक्नुहुन्छ दुईवटा पानी बिक्री गरिसकेँ। थ्याङ्क यू सो मच है दाजु, थ्याङ्क यू सो मच। ओह माई गॉड, फाइनली दुईवटा चाहिँ पानी बिक्री भइसकेको छ। एकदमै खुसी भइरहेको छु म चाहिँ, होइन? के छ दिदी, व्यापार राम्रो भइरहेछ? व्यापार हो नि, तर के गर्नु, भाइको त सुन्ने त एउटा पानी बिक्री भएन। पानी एउटा 20 रुपियाँ। आमा, 10 रुपियाँमा त कहाँ आउँछ त दिदी? फ्याक्ट्रीमा त आउँछ आउन त, तर के गर्नु, यो त किनेर ल्याएको नि त मैले पर्सनल दिदी। लिनुहुन्छ र? पानी पनि बेच्ने, भ्लग पनि त्यस्तै त्यस्तै हो भन्दा हुन्छ। लिनुहुन्छ? ब्लकमा आएपछि त पानी फ्रीमा दिनु पर्छ। आमा, त्यस्तो त कहाँ हो त, अनि आफ्नो खल्तीदेखि पैसा हाल्नु छैन। म पनि व्यवहार गर्न आएको। लु, तिमी बेचौ अनि म तिम्रो पानी किनेर खाइदिन्छु। तपाईँ र म व्यापारी कहाँ बेच्न मिल्यो त, के अरे फ्रीमा दिन मिल्यो त? गाह्रो हुन्छ नि त दिदी। दिदी पानी लिनुहुन्छ? ए थ्याङ्क यू दिदी। हेलो, कोही हुनुहुन्छ पानी लिनुहुन्छ? ए थ्याङ्क यू दिदी। हेलो सिस्टर, पानी लिनुहुन्छ? नखाने, खानु नखानु? दाङदेखि लिएको हो कि? हजुर, ए ल थ्याङ्क यू। पानी लिनुहुन्छ दाजुहरूले? थ्याङ्क यू। पानी लिनुहुन्छ कसैले? नलिने? आमा, यति राम्रो ह्यान्डसम मान्छेले पानी नलिने दा, यस्तो त भएन यार। एउटा त ल्याइदिनु पर्यो। तर एउटा पानी चाहिँ ल्याइदिनु पर्यो यार, कसम। 20 रुपियाँ मात्रै त हो? हो नि? ल हुन्छ त, ओके थ्याङ्क यू। के छ भाइ, व्यापार राम्रो भयो नि? के को व्यापार गर्छौ तिमीले? बदामको? या मान्छे, ठिक छ। अब नेक्स्ट टाइमदेखि मैले नि बदाम हालिदिन्छु भाइ। ल्याम्प मेलाएर कस्तम हुनु क्या। अनि तिम्रो घर चाहिँ कहाँ हो भाइ? सर्लाई। ए मेरो चाहिँ दाङ भाइ। दाङ भन्ने थाहा छ? गएको छौ दाङ कहिले? दाङ गएको छौ? ए अनि तिमी यहाँ कोसँग बस्छौ? बुवा छ? ए ल ठिक छ ओके। त्यसो भए व्यापार अहिले भएको छैन है? सबै व्यापारीहरूले यहाँ पुरै चुल्लीमा पारिसक्यो कि। दिदी पानी लिनुहुन्छ? थ्याङ्क यू। पानी बिक्री गर्न नसकिएला जस्तो लाग्यो। दाजु पानी लिनुहुन्छ? थ्याङ्क यू। दाजु पानी लिनुहुन्छ? ए थ्याङ्क यू दाजु। हेलो दाजु, नमस्कार। पानी लिनुहुन्छ? थ्याङ्क यू दाजु। दाजु पानी लिनुहुन्छ? थ्याङ्क यू। लिनुहुन्छ? थ्याङ्क यू।
कति लिनुहुन्छ एउटा ल्याउनु हो हजुर हजुर थ्याङ्क यू दाजु फाइनली गाइज देख्न सक्नुहुन्छ एउटा पानी चाहिँ बल्ल बल्ल बिक्री गरेको छु हेलो नमस्कार दाजु पानी लिनुहुन्छ थ्याङ्क यू हजुर थ्याङ्क यू सो मच दाजु थ्याङ्क यू सो मच हजुर हजुर ब्लग गर्दै हजुर हजुर ए हस् हस् रिमुभ गरिदिनु थ्याङ्क यू निर्मल ब्लग यसो त्यत्तिकै के बसिरहनु ब्लग पनि हालिदिनु पानी पनि बेचौँ भनेर नि त हजुर 20 रुपियाँ हजुर ओ 10 रुपियाँ त पुगेन त के गर्नु त दाजु ₹40 भयो यो लिनु हस् हस् थ्याङ्क यू हस् दाजु थ्याङ्क यू 3टा पानी चाहिँ बेच्न सफल भयो मैले 3टा पानी बेचेँ यार कहाँ जडीबुटी उता उता त फेरि केही हुन्छ यसरी म यता जाँदा पुलिसले केही गर्छ किन पुलिसले केही गर्छ किन पुलिसले हो र ए ल म जान्छु कतादेखि आउने त कता सक्छु म यहाँदेखि आउन ए थ्याङ्क यू यार मेरो भाइ थ्याङ्क यू ओके हिँड न भाइ यार आधा घन्टा लाग्छ थत् म त मर्छु होला हो भाइ यार आधा घन्टा त यार तिमी यसो गर नि त भोलितिर हामीलाई होइन तिमी जाऊ है म यता जान्छु ल गाइस 3वटा पानी चाहिँ म बेच्न सफल भइसकेको छु एन्ड थ्याङ्क यू सो मच भिडियो चाहिँ प्लिज पुरा हेरिदिनु होला सपोर्ट गर्नु होला है 2टा खुट्टा चप्पल पड्काउँदै पानी बेच्दै हो अहिले यतातिर पुलिसले देख्यो भने चाहिँ केही भन्छ जस्तो लागिरहेको छ मलाई सो हेरौँ के हुन्छ पब्लिकको रियाक्सन है गाइस डु सब्सक्राइब है च्यानल चाहिँ सब्सक्राइब गर्नु होला ए कोही बाइकमा सरर हिँड्नु भएको छ हामी चाहिँ पैदल चप्पल पड्काउँदै अब त्यहाँनिर गर्छु सोध्छु त्यहाँनिर सट्ट हेलो दिदी नमस्कार पानी लिनुहुन्छ दिदी थ्याङ्क यू चिया सप मेरो गर्लफ्रेन्डलाई यहाँ पैसा जम्मा गरेर ठ्याक्क गर्लफ्रेन्डलाई यहाँनिर चाहिँ ल्याउँछु कसम हुनु यहाँनिर है टक्क यत्तिको बाइक किनेर मेरो गर्लफ्रेन्डलाई चाहिँ म एक दिन घुमाउँछु कि कसम हुनु है मेरो गर्लफ्रेन्ड आमालाई हालेर चाहिँ घुम्न जान्छु त्यो बाइकमा ट्र्याक है सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले शेयर सब्सक्राइब ओ माय गॉड थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच मेरो आजको कमाइ 60 रुपियाँ कमाउन सफल भएको छु र 3टा पानी मैले बेच्न सफल भएको छु सो तपाईँहरू पनि मजाले काम गर्नु होला र आगामी दिनमा यस्तो भिडियोहरू अझै पनि ल्याउने छु त्यसको लागि बेल आइकनमा रहेको त्यो ट्याच पारेर रातो बटन खिच्न चाहिँ नबिर्सिनु होला डु सब्सक्राइब गाइज अनि सेयर पनि गर्नु होला यहाँ सबैजनालाई माया छ ओके सी नेक्स्ट ब्लग फेरि आउँदैछ ओके भोलिको लागि वेट गर्नु जय नेपाल